यो मोबाइलको साथै हो यार न साथीहरु कस्तो राम्रो है पानी पर्दाखेरि फुल कस्तो राम्रो देखिरहेको क्या एभ्रीवान जोरले नमस्कार अनि स्वागत छ आजको मेरो नयाँ भिडियोमा आयुब तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै आरामको साथ आज नयाँ दिनमा नयाँ भिडियोको सुरुवात गर्दै छु अनि म चाहिँ एकदमै टन्टलपुर घाम लागिरहेको थियो नि त अघि अनि गर्मी भएर हप हप भइरहेको थियो अनि यसो हावा खाँदै बसौँ भनेर यहाँ डाँडामा आएको कि तर ठ्याक्क हेर्नु अहिले कहिले यस्तो भयो धुम्मेर अँधेर हुँदै आयो परदेखि पानी पर्ने बेला भएको छ 2 दिन कि 3 दिन भएको थियो पानी नपरेको घाम लागेर पुरै गर्मी बढेर मच्छर लागेर हुँदै थियो फेरि आज हेर्नु न पानी पर्न लागेको छ अनि अहिले चाहिँ म पसल आएको थिएँ अनि मेरो पसल चाहिँ अलिकति माथि यहीँ हो अनि यहाँ बारीको डिलमा आएर बसिरहेको छु यहाँ चाहिँ हाम्रो मासु पसलहरू छ अनि यो ढुङ्गामा बसेर टिकटक बनाउनु यसो बसेर यताको सिनहरू हेर्नु एकदम रमाइलो हुन्छ कि अनि त्यही भएर आएको हेर्नु न पानी पर्न थालिहाल्यो म आउने बित्तिकै पानी पर्नु थाल्यो कस्तो राम्रो छ यता चाहिँ फेरि हेर्नु न कस्तो राम्रो जङ्गलहरू छ राम्रो पनि देखेको छ उज्यालो छ यो पाटा चाहिँ फेरि यो पाटा चाहिँ कस्तो अँधेरो देखिरहेको छ कालो भइसक्यो अब यो पानी पर्छ अब एकछिनमा यस्तो अँधेरो भइसकेको छ एकछिनमा हैन टाङ टाङ र टुङ टुङ पर्न थालिसकेको छ यो चाहिँ हाम्रो चोक छेउको गाउँहरू अब एकछिन बसौँ भनेको पानी पर्न थालिहाल्यो अब जानु त होला नि हैन यो चाहिँ हाम्रो फेरि यहाँ दोकानमा बस्दै मान्छे नभएको बेलामा यसो टाइम पास गर्ने ठाउँ के यहाँ आयो यहाँ टिकटकहरू बनायो यो ढुङ्गामा फोटो खिच्यो गर्ने ठाउँ हो अहिले त अब कोही पनि छैन साथीहरू अनि एक्लै खासै टिकटक पनि बनाइएको छैन भने कस्तो राम्रो देखिरहेछ यहाँ एकछिन बस्छु अनि पानी ठुलो परेपछि जान्छु लैलै ओहो यत्रो यत्रो छिट्टो हेर्नु न पानी पर्न थालिहाल्यो गुटुङ टुङ पानी पर्न थाल्यो यहाँ हेर्ने त आछु पानी पर्यो छाता छैन है छाता हुनेसँग मेरो नाता छैन है ओहो अब पानीमा भिज्न मन थियो ज्वरो आउँछ भन्ने डर हेर्नु न यो त हिँडेर आएको कुरो भयो यसको कुरो लाग्यो सबै अब जान्छु दोकानमा गएर बस्छु हेर्नु पानी पर्न थालिहाल्यो भोक पनि लाग्दैछ अब गएर खाजा खान्छु चाउमिन अन्डा हेर्दै गर्नु होला साथी हौ म चाहिँ अब घरतिर लागेँ पसलतिर पानी खतरा पर्न थाल्यो गुटुङ टुङ मेरो लागि खाजा बन्दैछ यहाँ अन्डा अनि त्यसपछि चना मटर अनि आन्टी अनि म चाउमिन अन्डा चाउमिन बन्दैछ अब खाजा खाने बेला भए खानु पर्यो लाइन आएको छैन गडाङ गडाङ गर्दैछ अब झन् लाइन आउँदैन बिहानै भयो बा चल्थ्यो बिहान अघि भएदै है अनि बिहानभरि लाइन त आयो नि पिरो धेर्न हाल्दैन अकबर खुर्सानी टोक्नु भने गनाहरू के गर्नु अलिअलि पानी पर्यो कि गडाङ गडाङ गरेर कि लाइन गइहाल्छ नेट गइहाल्छ अहिले लाइन छैन अँधेरो छ मेरो चाहिँ खाजा खाने टाइम पनि भइसकेको छ साथीहरू अकबर खुर्सानी फेरि मुखबाङ गर्दै खानु चाहिँ एकदम मिठो हुन्छ क्या अकबर खुर्सानी छ अनि यहाँ चाहिँ अमिलो कागती छ त्यसपछि चाउमिन छ अन्डा चाउमिन छ अब खानुपर्छ हामी अघि त कस्तो नमिठो भोक लाग्यो फेरि मलाई खाना खासै धेरै रुच्दैन क्या एक थाल मात्र हो त्यही भएर अमिलै रहेछ चाट्नु पर्यो अनि अघि खाना खाएको कति 8 बजे 9 बजे खाना खान्छु अनि त्यही भएर छिट्टै भोक लाग्छ क्या अहिले त तर कति बजिसक्यो भन्दाखेरि चाहिँ 3:30 भइसक्यो अहिले चाहिँ 10 मिनट परेको 10 मिनटमा छुट्टी भएन अनि त्यही भएर म चाहिँ खाइदिएको हैन अब यहाँ फ्रुटी छन् फ्रुटी एकदम गर्मी छ गर्मी
धेरै बोल्यो भने पनि यहाँ खाउँ लाग्छ होइन, त्यही भएर खान्छु ल। फ्री टाइममा त खानु पर्यो होइन, खाएँ ल। फेरि म तातो चिज खानै सक्दैन, त्यही भएर म चिया कहिले खान्नु। गुडुङ गुडुङ गर्थ्यो। अन्डा अरे चना मटर झर यस्तै छ है साथीहरू। ब्लग पनि दिनभरि यता भइन्छ, त्यही भएर ब्लग पनि बनाउनु पाइनँ। गाउँको अगाडि उठाने आफ्नै बारीको फेरि खाने बेला खाने सकिसक्यो गर्ने बानी ठेको बसेर कस्तो सरेको बिरुवा पत्ताले पिरो बाबा तातो प्लस पिरो नाइस। पिरो भएर तल्लीमा मान्छेले कसरी खान सक्छ यस्तो पिरो। गुलीले पिरो काट्छ कि अन्त फेरि अघि चटपटै नि खाएँ क्या त्यहाँ भाइसँग, त्यही भएर पिरो खानु मन लाग्थ्यो, अति नै पिरो भयो। पतिर गफ पनि सुन्नु हुँदैन, आज सुने छैन खतरा गफ भन्दै बुढी मान्छेहरू।
मलाई पैसा दिनुहुन्छ पैसा उठाउन आउँदाखेरि मैले त्यो खुर्पाले काट्छु भने तपाईँ मान्नुहुन्छ आफ्नो सम्पत्ति दिएर आफ्नो सम्पत्ति खानु खुर्पाले उल्टे काट्नु मान्नु मलाई सुन्दैन त्यस्तो गर न नि खुर्पा खोजेर त्यहाँ गएर पुरै एक लाठी दिएर अन्डा अन्डा खान्छ अहिले एकछिनमा फेरि खान्छु मैले अहिले चटपटे यति धेरै खाएँ क्या त्यही भएर चाउचाउ चटपटेले गर्दा पनि सकिनँ बाबा ओ माइ गॉड हाँसो आज फेरि मैले थोरै काम गरेँ बिहान आउने बित्तिकै 2-3 दिन भएको थियो पोचा नलागो बडार कुडार गरेँ पोचा हालेँ हिजो यत्तिकै फिजाको कपडाहरू थियो हालेर पनि यसो बाह्र मिलाएँ सबै मिलाएँ अनि त्यसपछि त्यो आनन्दले मोबाइल चलाउँदै बसेको लाइन आएको थियो र हाम्रो के समस्या के हुन्छ भने साथीहरू अलिअलि पानी पर्यो कि अनि लाइन गइहाल्थ्यो बिहानभरि लाइन आयो हिजो रातभरि आएन लाइन गइहाल्यो अलिअलि पानी पर्ने बित्तिकै बर्खा लाग्यो अब त अनि अब त पिरो भयो अमिले जान्छ यति बाँकी रह्यो थोरै 4 भागमा 1 भाग चाहिँ बाँकी रह्यो यो चाहिँ अब अहिले खुसी आइपुग्यो भने खुसी हुन्छ नत्र भने म एकछिनमा फेरि भोक लागेपछि खान्छु फेरि खानु चाहिँ भने चाहिँ भोक चाहिँ लागिरहन्छ एकैछिनमा अघि पनि चटपटे खाएको 50 रुपियाँ जतिको फेरि बिहान खाना खायो दिउँसो जङ्क फुड बेलुका फेरि खाना यस्तै छ जिन्दगी ल एकछिनपछि भेटौँ ल आज सरी भयो म मुख धुन जान्छु खतरा पानी पर्यो पानी खतरा पर्यो साथी हजुर पानी त खतरा पर्यो त यहाँ न साथीहरू कस्तो राम्रो है पानी पर्दाखेरि फुल कस्तो राम्रो देखिरहेको क्या अच्छु भिज्दै होइन म यहाँ फुलबारीमा आएर बसिरहेको छु आहा कति मजाले हल्लिएको हेर्नु न हावा हल्का चलिरहेको कस्तो राम्रो देखिरहेको फुल यहाँ भिडियो बनाउनुको लागि आएको म यहाँ कस्तो राम्रो देखिरहेको नि त त्यही भएर भिडियो बनाउनुको लागि आएको कहाँनिर राम्रो हल्लिएको छ यहाँनिर भर्खरसम्म पानी परिरहेको थियो फेरि अहिले यस्तो फेरि आनन्दको छ्याङ उज्यालो भयो अहिलेसम्म जाडो चिसो थियो र पानी पर्दै थियो र तल गएर बसेँ अहिले फेरि यस्तो राम्रो मौसम भयो अनि फेरि यहाँ चाहिँ म डिउ खाँदै बसिरहेको छु डिउ खाँदै फेरि मलाई चाहिँ यो फुलहरू भनेपछि यति धेरै मनपर्छ कि हेर्नु न यहाँ हाम्रो फुलहरू यस्तो राम्रो राम्रो भइरहेको फेरि म यहाँ फुलको भिडियो बनाउन आइरहेको छु कस्तो राम्रो छ यो पिङ्क कलरको अनि यो लेखमा पाउने यो लेखमा भित्तामा रोप्ने फुलहरू कस्तो राम्रो थरी थरीको छ यहाँ यो अर्कै खालको भयो यो पिङ्क कलरको अनि यो के कलर भन्छ भने कति राम्रो पर्दछ सोल्टी एकछिन बस्नु हुने बस्नु यहाँ एउटा काम छ सानो भन्दा पनि ठुलै छ काम चाहिँ ऊ तल बुवासँग बसिरह तल्लो होटलमा पर्दछ सोल्टी यता हेर्नु त वा कस्तो राम्रो देखेको तपाईँलाई फुलको उयो गरेर कस्तो राम्रो कति अग्लो देखेको यसो गरेर ड्रोन सट हान्दा केही भन्नु छ भन्नु न भन्नु न
हाम्रो दिदी चाहिँ फेरि यस्तो इमान्दारी छ, यति मेहनती छ। भन्नुहुन्छ भने यो संसारमा कोही पनि छैन यस्तो मेहनती मान्छे। यति मोटी मान्छे भएर पनि हेर्नु, यत्रो पसल पनि हेरेको छ, यता पिरा पनि बुन्दैछ बिचरा। के गर्नु, बुढाले वास्ता गर्दैन। म चाहिँ अघि अर्को गिलासमा एक गिलास चिसो खाएको, फेरि अर्को आएर दियो, फेरि अर्को। आफूले किन्नु पर्दैन, अब अरूले दिन्छ दिएको कुरा खानै पर्यो। इग्नोर गरे जस्तो हुन्छ, अपमान गरे जस्तो हुन्छ, त्यही भएर खाइदिएको। मड्डीको खाएको फेरि त केटी हेरेको ढेर आँखाले। को भन्नु त्यो प्रदीपको उमा हेर्नु त गाडीमा पछाडिपट्टि यस्तो गरेर सुक्रे दाजुले मलाई नै हेरेको जस्तो लाग्छ यो केटीले त मलाई भन्छ। यो डिउ भन्ने कुरा मैले खानु छोडेको थिएँ, म फ्रुटी मात्रै खान्छु। एउटा आउँछ डिउ खाउँ भन्छ, अर्को आउँछ डिउ खान्छ, बरु बियर किनेर दिनु नि, घर लगेर राख्दिनँ। रिगोसलाई सिलाइदिनु भएको यो बुनिदिनु भएको? त्यहाँ बस्ने भएन, त्यसलाई त्यसरी बस्छ मन्दिरले लगेर। यसरी नै बेच्छन् साथीहरू हाम्रो चाहिँ दिन। यसरी कस्टमर नआएको बेला ऊ चाहिँ काम गर्छ, म चाहिँ खानु खोजी हिँड्छु। चाउमिन खायो भने चाहिँ चाउमिनहरू चाहिँ खाइदिन्छ। खुस्ता राखेको गाडी त मान्छे के चिसो चाहिँ खाँदैन।